सो हेलो गाइज, के छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन। अनि म नि एकदम सन्चै नै छु। आज चाहिँ म बिहानै चट्ट यो अब हाम्रो चाहिँ चट्ट यो इन्टरभ्यू आउँदैछु, त्यसको लागि चाहिँ म आज बिहान नै गाउँमा जाँदैछु। बिहानै चाहिँ नभनौँ, अहिले चाहिँ टाइम चाहिँ भइसकेको छ 8:30 भइसक्यो। अनि म चाहिँ अहिले चाहिँ गाउँमा निस्किने लाग्यो। अनि मेरो चाहिँ डकुमेन्टहरू सबै बुझाइसकेको छ। सो मेरो साथीको चाहिँ डकुमेन्टहरू गाउँमै छ। सो त्यो डकुमेन्टहरू लिन जाँदैछु। अनि सो हेरौँ अब हामी यहाँबाट अब हिँड्छु होला सायद। अब ऊ रेडी हुँदैछ, रेडी भएर अब यहाँबाट निस्किहाल्छु। सो टाइम चाहिँ हामीसँग भन्नुपर्दा चाहिँ धेरै नै कम छ टाइम चाहिँ। सो अब यहाँबाट गाउँ गएर आजै फर्किनुपर्ने छ क्या। हाम्रो चाहिँ यस्तो गाह्रो छ। हेरौँ अब हामी यहाँबाट चाहिँ निस्किहाल्छु होला। अनि आज चाहिँ बाइक चाहिँ चट्ट हामी दुवैजनाको बाइक चाहिँ लाँदिनँ, एउटा मात्रै बाइक लान्छु। म चाहिँ पछाडि बस्छु होला। बनायो भने भ्लग बनाउँछु, फेरि एकछिन बिच बाटोतिर एकछिन चलाएर बनाउँछु होला। सो मेरो हेलमेट चाहिँ हिजो त्यहाँ बहिनीको पसलमा राखेको थियो। अनि त्यो बहिनीको पसलमा राख्दाखेरि त्यही छुट्यो क्या। अनि आज बहिनीले पसल नखोल्ने रे। अनि त्यो फोन हटाउने स्ट्यान्ड छैन। सो बाटोमा म बाइक चलाउँदिनँ, आज चाहिँ म पछाडि नै बस्छु, यता उसले चलाउँछ। ल ऊ रेडी भइसक्यो। अनि अब हामी यहाँबाट निस्किँला है। लगडा हो, आउँदै बिच बाटोनिर एक्सिडेन्ट लगाएर टिफरवालाले बाइकवालाले ड्याममा हानिदिएर गाह्रो छ। हामी चाहिँ अहिले त दुर्कुल भन्दा यता बढी आइपुगेको थियो। बिच बाटोनिर यस्तो एक्सिडेन्ट भइरहेको छ यता चाहिँ। धन्दा मान्छेले मार कुदाइरहेको छ यसले चाहिँ आज चाहिँ। यताको बाटो चाहिँ अहिले तर दामी बनाएछ पुरै। त्यही हो केटा हो। अहिले चाहिँ हामी दोलाल घाट आइपुगिसक्यो होइन, चट्टा लगाएर। अब यहाँबाट धेरै होइन, अब यहाँबाट 1 घन्टामा चाहिँ लगभग घर पुगिन्छ होला। अनि घर पुगेर
सो त्यही केटा हो अहिले चाहिँ हामीमा गाउँभन्दा हल्का तलतिर आइपुगेको छु अनि यता डाँडामा मेरो हालत चाहिँ यस्तो भइरहेछ है बिहान निस्किँदाखेरि यस्तो चिटिक्क परेर निस्किएको थियो होइन अनि अहिले चाहिँ पुरै यो छारो धुलोले लुगाहरू पनि पुरै फोहोर फोहोर भएको छ यस्तो बिजोग है बाटोभरि छारो भने यस्तो बिजोग त नभनौँ होइन छारो धुलो नै छारो धुलो थियो अनि म चाहिँ यतै चट्ट गाउँको लोकल पानीले अब चट्ट एकताल मुख धुन्छु चिसो चाहिँ वाइल्डै चिसो होला मलाई जहाँसम्म लाग्छ म एकताल चट्ट मुख धुन्छु है तल एकताल मुख धुइदिउँ है तल काठमाडौँको भन्दा लास्ट तातो रहेछ है पानी गाई गाउँको पानी भने गाउँकै पानी हो कि हेर कपालतिर नि पुरै छारो यता पानी हाल्छु म ल हेर्नु गाडी पुग्यो दामी बदल फ्रेस भयो भनौँ न हामीलाई चाहिँ त्यहाँबाट होइन अब हामी ठ्याक्क यता जगतीबाट हिँड्दा ठ्याक्क 11 बजी जगतीबाट हिँडेको हामी यहाँ 12:30मा यहाँ आइपुगिसक्यो क्या 12:30 12:30 मतलब 1.5 घन्टामा यहाँ आइपुगिसक्यो क्या हामी यस्तो फास्ट यस्तो बटारेन कि योले होइन त्यो धुर्खेल तलतिर अफ रोडमा चाहिँ बटारेन त्यहाँ चाहिँ अब बिस्तारै नै अफ रोडमा बटार्ने कुरो नि हुन्न नि त होइन अनि त्यहाँबाट अफ रोड सकिसकेपछि लगभग अब भनौँ न 80 माथि नै क्या 80 क्रस अब घुम्तीतिर पनि 60 भन्दा माथि नै हाने गऱ्यो अनि यसो त्यो अहिले चाहिँ हामी एउटा डाँडा छ यता चाहिँ ल यहाँबाट तल अब भनौँ न यहाँबाट तल ल हेर्न सक्नुहुन्छ यस्तो छ क्या यता चाहिँ यो ड्याम हो यतातिर यो चाहिँ खास ड्याम हो अनि यता तल चाहिँ खोला ल हेर्नु ल यता यो बिचमा तपाईँहरूले सोचिराख्नु भयो होला होइन यता खोला सुकिया छ होइन फेरि यता खोला छ हेर्नु है त्यो चाहिँ यताबाट यो ठ्याक्क यता यो ड्याममा यहाँ हेर्नु न यता यो बिजुलीको लागि त्यो बत्ती चलाएर होला क्या खासमा अनि त्यही भएर ल यस्तो गाउँ भने हेर तर दामी है ल अब हामी 1-2वटा फोटोसुट पनि गर्छ होला यस्तो त्यही होला है त केटा मेरो गाउँ चाहिँ चट्ट लगाएर ल मेरो गाउँ यही हो ल मेरो गाउँ ल यस्तो छ है चट्ट परेको ल यही हो केटा मेरो गाउँ चाहिँ सिन्धुपाल्चोक पाखर यस्तो छ ल म पढ्ने कलेजमा नि आइपुगेँ पढे त के भन्नु अब 2 वर्षमा 2 ताल नि क्लास आएकै आएन राम्रोसँग 3-12 चाहिँ क्लियर गरेँ अब मैले राम्रोसँगै अनि म पढ्ने कलेज चाहिँ हे चट्ट अहिले चाहिँ हामी माथि त्यहाँ कुरासुरा गरेर अनि चट्ट अहिले चाहिँ निस्किँदै क्या यही है म पढ्ने कलेज चाहिँ यस्तो साह्रो बिल्डिङ चाहिँ छैन यस्तो छ है तल तर मौसम चाहिँ गाउँघरमा दामी हुने यस्तो छ यतातिर चाहिँ अहिले चाहिँ हाफ भएर यस्तो छ है यता एउटा बिल्डिङ यस्तो छ है तल हो तले अनि हामी चाहिँ अहिले चाहिँ यो क्यारेक्टरको लागि भोजर भन्नुपर्ने रहेछ
अनि त्यसको पेमेन्ट गर्न ब्याङ्कमा जानु लाग्यो अनि ब्याङ्कमा गएर त्यहाँबाट फर्केर चाहिँ यता आउँछ होला सायद अब ल अगाडि पुगेर हुन्छ नि सो त्यही नै गडामा चाहिँ अहिले चाहिँ यसको अब फेरि राष्ट्रिय परिचय पत्र लिनुपर्ने भनेर यता पालिकातिर आइपुगेँ अनि यो पालिका चाहिँ मेरो गाउँ कटेर आउनुपर्छ अनि गाउँ कटेर यता पालिकातिर आएर अब यता लिएर तर गाउँको सिन भने गाउँकै सिन त्यस्तो दामी दामी छ है ल अनि हामी अहिले पालिकामा आइपुगिसक्यो अब लिएर आज काठमाडौँ फर्किने नफर्किने त्यस्तो साह्रो राम्रोसँग फिक्स चाहिँ भएको छैन तर सकेसम्म फर्किने हो भने काममै काम पनि छ सो सकेसम्म फर्किन्छ होला अब फर्केन भने पनि बसौँला नि यतै भोलि बिहान बिहानै जान्छ होला सायद त्यही हो ल जे आज यसको काम बन्यो सरको काम बन्यो आज ल अब चाहिँ हामी यता काम सकाएर चट्ट निस्किन्छौँ यताबाट नि बाटोमा चाहिँ भ्लग चाहिँ बनाएको छैन मैले आज सो बनाउन हिँड्दाखेरि कलेजतिर अनि मैले भिडियोहरू चाहिँ बनाएको छु बाटोमा त्यो अब म पोस्ट चाहिँ गर्छु हेर्नु होला कस्तो लाग्छ होइन त्यही म चाहिँ घर माथिबाट आइपुगिसकेँ अब चाहिँ मेरो घर यतै तल छ अनि काम चाहिँ सबै बन्यो हाम्रो त्यस्तो नभने काम भने केही बाँकी भएन अनि काम चाहिँ सबै बन्यो केटोको अनि म चाहिँ अब घर एकताल घर गएर अनि भयो भने अब काठमाडौँ फर्क्यौँ भनेको अनि भएन भने चाहिँ भोलि फर्किँदैनला नि त अनि मेरो घर चाहिँ यता तल छ क्या यता तल होइन मेरो घर चाहिँ अनि चट्ट लगाएर यो चाहिँ हाम्रो गाउँ है ल त्यो छ त्यसो मैले त पहिल्यैदेखि बसिरह होला होइन अहिले नि दामी लाग्छ यही हो हाम्रो गाउँ चाहिँ यस्तो छ है ल अनि मेरो घर चाहिँ यता तल छ अनि घरमा चाहिँ को छ भने थाहा नै छैन मलाई नि अब हेरौँ सो अब चाहिँ म घर जान्छु पहिला अनि घर गएर त्यहाँ सामानहरू लिन्छु अनि त्यहाँबाट थाहा हुन्छ म काठमाडौँ जान्छु कि जाँदिनँ आज भनेर सो हेर्नु होला सो आज म काठमाडौँ गएन भने चाहिँ म भ्लग बेलुकासम्म यहाँ इन गरेर यतै बनाउँछु यतै भ्लग हाल्छु म आज बेलुकासम्म अनि काठमाडौँ फर्किँदाखेरि भोलिको अब भोलि नै बनाउँछु अनि सो आजै गयो भने चाहिँ अझै एकै दिनमा तलमाथि फर्केको दुवै मिलाएर एउटामै बनाउँछु होला अनि सो अब चाहिँ म चाहिँ घर आइपुग्न लागिसकेँ यस्तो छ घर जाने बाटो होइन गाह्रो छ गाउँतिर सो मेरो घर चाहिँ अब त्यस्तो मेरो घरको वरिपरि चाहिँ घरहरू पनि छैन क्या पहिला मेरै घरको तलपट्टि चाहिँ ठुलो घर थियो
अनि ठाउँमा पनि अहिले बस्नुहुन्न एक्लै भयो भनेर अनि सो अहिले चाहिँ म चाहिँ एक्लै बस्छु अब चाहिँ म चाहिँ च्याट्ट घरमा आइपुगेँ चाबी लाएर गाह्रै छ त अहिले चाबी अरू बेला यतै राख्थ्यो अहिले चाहिँ छ कि छैन भन्ने कुरा हो चाबी राखेन जस्तो छ केटोले सो एकताल म फोन गर्छु चाबी कता छ भनेर त्यही हो केटा हो यस्तो छ मेरो घरको हालत यतातिर प्याज लगाएको रहेछ अनि यो चाहिँ यो बोर्ड चाहिँ त्यो मासुमा हाल्छ अनि त्यो मासु बनाउँदा हाल्ने अनि त्यो के भन्छ त्यो चियामा नि कालो चियामा पनि बनाएर हाल्छ कि अनि त्यसले चाहिँ हल्का खत्रै स्वाद आउँछ भन्छ सो हेरौँ है त म फोन गर्छु सो त्यही नै हो केटा हो हामी चाहिँ अब गाउँबाट फर्किसके रात परिसकेको छ सो त्यही हो हिजो चाहिँ त्यति भन्ने बित्तिकै अब ठ्याक्क फोनमा चार्जै भ्याइयो अनि त्यति भन्दा चार्जै भइयो अब आयो अनि आएर लास्ट थगेर चाहिँ भिडियो पनि एडिट गरेन अनि सो त्यो भ्लग चाहिँ मैले यतातिर रुममा आएर अहिले चाहिँ बिहानको 9-10 भएको छ अनि यता भ्लग छ एडिट गरेर अब भ्लग इन भइसकेको छ अनि सो म चाहिँ सेफली काठमाडौँ आइपुगिसकेँ सो त्यही हो ल थ्याङ्क यू फर वाचिङ सबैले लाइक एन्ड सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सनु होला है